हेलो लगाऊ त गीत आउँछ नसम्म हेरिदिनु होला सब्सक्राइब पनि गरिदिनु होला छिटाउ सालमली मगर त्यही भन्नु होला आउँछ सालमली मगर ल हस् सालमली मगर है सबैजनाले हेरिदिनु होला माया गरिदिनु होला हेर त यसको हालत हेर न त्यसको हालत हेर त आमामामा के भएर हिँडेको चाँडै चाँडै गर्ने चक्कर म चेन्ज गरेन पछि आइचरो छाता लिन आएको मान्छे फर्केर त्यहाँ अगाडिबाट साथ त्यस्तो लुगा लाएर कुदेछ गर्मी हुन्छ भन्छ उता अनि त्यहाँबाट त्यो लुगा हेर त आमामामा त्यही माथि जागे हालेछ यो पर्व के भएर हिँडेको यो केटी ज्यानले बेमान गर्छ जिन्दगानीमा के भएर हिँडेको मेरो छोरी भन्न मिलेन के गर्नु बिहान बिहानै पानी पर्यो हामी चाहिँ यसको प्र्याक्टिसमा जानु लाग्यो तनाव छ नि के गर्नु फिनाले आइसक्यो प्र्याक्टिस पुगेको छैन फेरि बच्चाहरू पनि कति धेरै हो यसै पालिमा त्यो भएर चाहिँ साह्रो भएछ बिहान बिहान उठ यो सम्झिँदा पागल भइन्छ के भन्छ हेर त यो झुन्डेको यो बच्चाको लिजाको पसलबाट पो ल्याउनु भएको बागमतीको हालत यस्तो छ बागमती र धोबी खोलाको हालत अनि यहाँबाट हाम्रो रुद्रमती चोक धेरै रुद्रमती चोक हो त फोहोर छ घुम्नु गएको 3 मिनट हो र 5 मिनट भइसक्यो जस्तो लाग्यो त अघि नै मलाई हामी चाहिँ जाँदैछौँ यो घरबाट निस्किने बित्तिकै पानी परेर रिस उठ्ने फेरि फर्केर छाता लिएर आएको काँधमा हालेर साथीलाई जस्तो गराउँछ हो हात काँधमा हालेर फेरि तल झुन्डिसकेछ हो यो टी सर्ट पनि टाइम लागिरह अस्ति म सेम्पियन हाले भ्लगको छु त पाहाडमा पोस्ट गरे हो त्यसैवाला बाटोबाट हाम्रो डान्स क्लास पर्छ कि त्यो भएर हामी पार्लर गयो भने डान्स क्लास पनि त्यस्तो हो साह्रै टाढा होइन टाढा तर हामी अब 5 मिनटमा पुग्छ हाम्रो
घरबाट 20 मिनटको छ अनि यहाँ आइसक्यौँ हामी बिजरबत्ती चोक ती केटी चाहिँ फोर्नी भएको छ छैन पानीको आवाज थाहा नि सुन्नुभयो पानीको आवाज राम 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 कत्रो ठुलो आएको एक्कासी खाता नलिएको भए त फर्केर नगयो भए त बिजोक हुने रहेछ नि लौरीहरू बेचाराहरूलाई बिहान पानी भन्नु छैन केही भन्नु छैन गाह्रो छ लाउरी हुनु भने न त त्यसै त गर्दैनन् नि हामी चाहिँ अब लगभग पुग्न लाग्यौँ पानी चाहिँ बेसरी पऱ्यो पानी चाहिँ बेसी यो बच्चाले मलाई साथीलाई जस्तो गरेर अङ्गलो मार्दै हिँड्छ क्या यो अब हाइट पुग्ने भइदियो भए पनि एउटा कुरो हुन्थ्यो नि हाइट पुगेर बोकेर बोकेर हिँड्दैछन् लाउरी हुन त्यस्तै छ सजिलो हामी चाहिँ पुगिसक्यो अवस्था पानी यसरी पऱ्यो पुगेको अवस्था को उनकै नि हाम्रो रिजर्भ गर्ने अब हाम्रो जुम्बा चलिरहेको रहेछ अहिलेसम्म पनि सराउनु बसेको छैन जुम्बा क्लास भइरहेछ जुम्बा अब हामी चाहिँ यस्तो राम्रो छ नि हाम्रोमा सराउनु भएको छैन सर नआएको अवस्था पानी आइरहेछ त्यहाँ माथि जुम्बा चलिरहेछ बल्ल राम्रो देख्यो त नि यहाँ त पेट घटाउन के गर्ने अरे मलाई सिकाउँदैछ पेट घटा कि घटा गर्दैछ मलाई त बच्चाले मन परेन अरे हाँस उठ्छ मलाई सानोबाट नक्कली थियो कि यो त एलकेजीमा पढ्ने बच्चाले मलाई यसरी डाइट गर्नु कम खानु यो मोटो भयो राम्रो भएन खानेकुराहरू कम खानु यसरी एक्सर्साइज गर्नु यति टाइम गर्नु डाइटिङ रुटिन दिएको थियो मलाई एलकेजी पढ्दा यसले मलाई मोटी भयो भनेर अहिले पनि त्यस्तै छ अवस्था सबैजना जानुभयो जुम्बावाला म्याडम हामी गाह्रो छ बिहानै उठ तनाव छ नि ल है सबैजनाले हेरिदिनु होला हाम्रो चाहिँ सबै सुरु भयो अब हाम्रो सुरु भयो सबैजना जानुभयो अब हामी पनि सुरु गर्छौँ ल सबैजनाले भ्लग हेरिदिनु होला माया गरिदिनु होला है सबैजनालाई बाई बाई सबैजनाले स्वस्थ रहनु मस्त रहनु टेन्सन नगर्नु मलाई जति टेन्सन कसलाई होला सबैजनाले हेरिदिनु ल सबैजनालाई बाई बाई सबैजनालाई बाई बाई